सो अघि हामीले मोटिभेसन लेटरको बारेमा थोरै कुरा गऱ्यौँ अनि युनिभर्सिटिजहरू कसरी चुज गर्ने भन्ने कुराहरूमा पनि हामीले आफ्नो पर्सनल एक्सपिरियन्स सेयर गऱ्यौँ। अब चाहिँ दीक्षालाई मेरो क्वेसन भनेको धेरैजनाले सोधिराख्ने पनि सो युरोप अफ हेल्थ एक्सपिरियन्स चाहिँ कस्तो रह्यो भन्ने त्यो पार्टबाट सेयर गरिदिनु नि दीक्षा। युरोप अफ हेल्थ चाहिँ मेरो फर्स्ट एभर इन्टरनेसनल एक्सपिरियन्स भएको भएर मलाई चाहिँ अर्को रेफरेन्स लेभल जस्तो खासमै छैन, तर आई फिल लाइक इट वाज एकदमै इम्प्याक्टफुल एक्सपिरियन्स इन टर्म्स अफ अब नेटवर्किङ होस् अथवा कोर्स नै होस्। मलाई चाहिँ एकदमै लाइक इट वाज एन इम्प्याक्टफुल इभेन्ट फर माई लाइफ एन्ड माई करियर जस्तो फिल भएको छ। फर्स्ट इयरमा चाहिँ आइल बी अनेस्ट मलाई चाहिँ अलिकति अन्डरवेलमिङ लाग्यो थियो युकेको चाहिँ लाइक कोर्स मोड्युल अनि कसरी ह्यान्डल गरिन्छ त्यसमा चाहिँ मैले अब हाम्रो चाहिँ ब्याचलर्स इन पब्लिक हेल्थ अलरेडी धेरै त्यो भास्ट भएको भएर पनि हुनसक्छ, तर मेरो पर्सनल ओपिनियनमा चाहिँ युकेको फर्स्ट इयरमा चाहिँ मलाई अलिकति अन्डरवेलम फिल भएको थियो भने सेकेन्ड इयर चाहिँ फेरि अलि धेरै नै ओभरवेलम जस्तो भएको थियो। तर ओभरअल आई फिल लाइक जनरल Europe of Health को एक्सपिरियन्स चाहिँ आई थिङ्क आई रियली वुड recommend it to anyone। अब कोहीले चाहिँ अब like if anybody has the chance to experience this, I feel like it's a really really good opportunity, and also it's like a very global आफूलाई ग्लोबली चाहिँ अब डिफरेन्ट इन्टरनेसनल स्टुडेन्ट्सहरूसँग चाहिँ उनीहरूको इस्युज बारे उनीहरूको पोइन्ट अफ भ्युज बारे चाहिँ सेन्सिटाइज गर्ने चाहिँ आई फिल लाइक इट्स अ भेरी भेरी गुड प्लेटफर्म। त्यही भएर इफ यु हेभ द चान्स, इफ यु गेट द चान्स, आई थिङ्क यु सुड डु इट। एन्ड यु क्यान हेभ लाइक आई डोन्ट नो, you can have links and you can have like a different social interactions or even professional interactions that will impact your career for life. So do it, I would suggest। लाइक दीक्षा आउँछ म पनि त्यही लाइक त्यही नै सिमिलर एक्सपिरियन्सै हो। डेफिनेटली वर्थ इट छ टु अप्लाई टु गिभ इट अ चान्स। अनि अर्को भनेको चाहिँ अब त्यो पाइसकेपछि पनि लाइक सेकेन्ड थिङ्क गरिराख्नु भएको छ भने आई डोन्ट थिङ्क इट्स भेरी एसेन्सियल त्यसरी सोचिराख्नु, बिकज एक्सपिरियन्स एकदम एकदम इन्टरनेसनल एक्सपिरियन्स हुन्छ। इन्टरनेसनली लाइक डिफ्रेन्ट डिफ्रेन्ट कन्ट्रिजमा लिभ गर्न पाइन्छ, त्यसले चाहिँ आई थिङ्क पर्सनली पनि एकदम लाइक बिसाइड्स एकाडेमिक्स होइन, त्यो पर्सनली पनि ग्रोथ हुने अपर्च्युनिटी हो कि यु विल बी पुट इन्टु डिफ्रेन्ट सिचुएसन्स होइन, जहाँ आफूले चाहिँ अब हामी यहाँ बस्दाखेरि अब कति चाहिँ लाइक हामी फमिलियर मान्छेलाई चिन्छौँ, फमिलियर भाषा बोल्छौँ अनि त्यसले चाहिँ हामीलाई कति इज बसिरहेको हुन्छ। तर हामी त्यहाँ गएपछि त्यो डिफ्रेन्ट सेटिङमा चाहिँ आफूले आफूलाई भिजाउनु पर्छ, कति डिफ्रेन्ट काइन्ड अफ च्यालेन्जेस आउँछ त्यसमा चाहिँ। त्यसले चाहिँ आई थिङ्क एज अ पर्सनालिटी मान्छे पनि एउटा बिल्ड चाहिँ गर्छ। त्यो चाहिँ जस्तो इन्डिरेक्ट खालेको हाम्रो बेनिफिट भयो क्या प्रोग्रामको, सो एकाडेमिक्स एन्ड एभ्रिथिङ भनेर भन्दाखेरि पनि त्यो चाहिँ इन्डिरेक्ट मलाई चाहिँ त्यो फिल भएको चाहिँ क्यारेक्टर ग्रोथ हुन्छ या कन्फिडेन्स पनि आउँछ होइन। यो गरिसकेपछि चाहिँ लाइक यो अलरेडी फिल लाइक मैले यहाँबाट यहाँ त्यहाँ त गइसकेँ, मैले अरू के गर्न सक्दिनँ र भन्ने खालेको पनि आउँछ होइन। लाइक एक लाइक 9 मन्थ्समा ठाउँ सर्यो, फेरि ठाउँ सर्यो होइन। अनि टेक्स इट टेक्स लाइक स्ट्रेन्थ चाहिन्छ, अनि त्यो गर्दाखेरि चाहिँ आफूमा जे होस् त्यो क्यारेक्टर बिल्ड पनि भइन्छ। त्यो चाहिँ पर्सनल कुरामा मैले एड गर्न चाहेँ। अनि दीक्षाले भनेको जस्तै आई थिङ्क इन्टरकल्चरल सेयरिङहरू चाहिँ थिङ्क इट्स भेरी आई थिङ्क एउटा पर्सनालिटी राम्रो पर्सनै हाम्रो थिङ्किङै चेन्ज हुन्छ जस्तो लाग्छ कि मलाई। त्यहाँ पढिसकेपछि मैले थाहा पाएको म एउटा एकदमै त्यो मेबी त्यो गेन नलेज गर्ने भनेर गएको थिइनँ, तर मलाई चाहिँ एउटा के गेन भयो भने म चाहिँ अब यहाँ बस्दाखेरि चाहिँ दिमागमा के आउँथ्यो भने इङ्ग्लिस जान्नुपर्छ, इङ्ग्लिस बोल्नुपर्छ, इङ्ग्लिसै सक्छको भन्ने खालेको अलि माइन्ड सेट थियो होइन। अनि मान्छेलाई जज पनि गरिन्थ्यो इङ्ग्लिस बोल्न आयो आएन। अनि त्यहाँ गएपछि त होइन, त्यो त मान्छेको मलाई कस्तो रियलाइज भयो भने त्यो त मान्छेको सेकेन्ड ल्याङ्ग्वेज हो। हामी सबैजना हाम्रो त सेकेन्ड ल्याङ्ग्वेजै हो होइन। अनि सेकेन्ड ल्याङ्ग्वेज भइसकेपछि चाहिँ अनि त्यसलाई चाहिँ लिएर मान्छेको इन्टेलिजेन्सलाई जज गर्ने या उसलाई थाहा छ थाहा छैन भनेर जज गर्न हुँदैन। किन भन्दाखेरि त्यो भन्दा पनि धेरै मार्कर्सहरू हुन्छ होइन, बिकज यु विल मिट पिपल हु वन्ट स्पिक इङ्ग्लिस द्याट फ्लुएन्टली होला, तर दे आर भेरी इन्टेलिजेन्ट, भेरी हुन्छ नि एजुकेटेड अनि एकदम लिबरल या वाइडर सोच गर्ने व्यक्ति
लाइक पिपल चाहिँ भेटिन्छ के त्यसले गर्दाखेरि पनि आफ्नै ल्याङ्ग्वेजप्रति पनि अलिकति मलाई चाहिँ अप्रिसिएसन भयो कि इट्स ओके होइन त्यो प्रेसर आफूलाई हाल्नै पर्दैन किनभने यो मेरो प्राइमेरी ल्याङ्ग्वेजै होइन होइन सो म सिक्दै जान्छु मैले यसलाई पुरै लाइक त्यो नेटिभ जसरी बोल्नको लागि प्रेसर आफूलाई दिनु पनि पर्दैन अनि इट्स नट नेसेसरी होइन आई नो इफ आई नो द्याट एरिया त्यो थाहा छ भने त्यसलाई आफूले एक्सप्रेस गर्न सक्नु पर्यो तर त्यसले नै त्यो इन्टेलिजेन्स त्यो डिटरमाइन चाहिँ गर्नु हुँदैन त्यो चाहिँ मेरो एकदम इन्डिरेक्टवाला एक्सपिरियन्स थियो कि टु त्यो लर्निङ थियो मेरो पबहरूको सो त्यस्तो त्यस्तो डिफ्रेन्ट काइन्ड्स अफ लर्निङ चाहिँ हुनसक्छ र डेफिनेटली वर्थ इट एक्सपिरियन्स भन्न चाहन्छु एउटा इन्टरनेसनल एक्सपोजर आफ्नो करियरको लागि पनि गुड राम्रो हुन्छ जता गए पनि होइन नेपाल फर्के पनि या त्यही काम गर्नुहुन्छ भने पनि केही न केही चाहिँ एड गर्छ यो एउटा चाहिँ मलाई के लाग्छ भन्दाखेरि ओ माई गड इट्स गोइङ टु बी एकदम ट्रान्सफर्मेसनल अनि बिग अचिभमेन्ट इन लाइफ इट्स अ बिग अचिभमेन्ट इन लाइफ बट करियरमा एकदम ह्युज टर्न भएन भने पनि आई डोन्ट थिङ्क यु विल ह्याभ टु बी प्रिपेयर्ड फर द्याट जस्तो चाहिँ मलाई अहिले सोच्दाखेरि लाग्छ कि होइन लाइक यु विल गेन नलेज बट डजन्ट मिन तपाईँ अब एउटा पोजिसनमा काम गरिराख्नु भएको थियो भने सिधै तपाईँ गएर अब फर इक्जाम्पल गभर्मेन्टमै काम गरिराख्नु भएको थियो भने सिधै अब माथि चढेर म डिरेक्टरको लेभलमा पुग्छु बिकज मैले मास्टर्स गरेँ भन्ने खालेको चाहिँ त्यस्तो चेन्जेस चाहिँ यदि एक्सपेक्ट गर्नु भएको छ भने त्यो चाहिँ हुँदैन होइन दीक्षा त्यो लाइक हुन्छ नि एकदमै म्याजिक छडी चाहिँ होइन यसले त्यो करियरमा पुरै त्यो ट्रान्सफर्म गरिदिनेवाला छडी चाहिँ हुँदैन बट एड चाहिँ गर्छ आई थिङ्क इट च्यालेन्जेस आफ्नो त्यो कति अब थाहा भइकन नभइकन कति चाहिँ प्रेजुडिस आफैमा लाइक नो म्याटर हाउ मच यु थिङ्क युर भेरी एकदमै हुन्छ नि एकदमै ओपन माइन्डेड यस्तो उस्तो भनेर जतिसुकै आफ्नो सेल्फ आइडेन्टिटिज हुन्छ त्यस्तो भए पनि लाइक इट कम्प्लिटली स्याटर्स युर बिलिफ इट कम्प्लिटली च्यालेन्जेस एभ्रिथिङ युर बिलिफ जस्तो लाग्छ किनभने एटलिस्ट फर मी यो चाहिँ मेरो फर्स्ट टाइम हो कि एक्चुली इन्टरेक्सन गराएको डिफ्रेन्ट पर्सन्स अफ डिफ्रेन्ट ब्याकग्राउन्ड अनि उनीहरूको आफ्नै भ्यू पोइन्ट हुनसक्छ अनि द वे यु भ्यू द सर्टेन प्रब्लम अब फर इक्जाम्पल एउटा वेमा मात्रै भ्यू गराएको छ भने उनीहरूको चाहिँ इन्टायरली लाइक डिफ्रेन्ट सिफ्ट हुनसक्छ अनि त्यसले गर्दा चाहिँ इट challenges you to think about everything that you've thought. Like it challenges you to rethink your choices, not choices, but like rethink your own strategy and any आफ्नो point of view. Like you can see it from like multiple different angles. I feel like it's not. I don't know. I feel like Mm, physical challenges of moving abroad आफैमा छँदैछ, but there's so much more mental challenges that are hidden or like unhidden पनि some cases मा तर still it's like every day it feels like there's a new problem तर it will instill such self confidence and self belief in yourself कि मैले चाहिँ यो गर्न सक्छु ल यो challenge आयो भने चाहिँ like it will develop like kind of like a skill for you to be like ल ठिकै छ यो च्यालेन्ज यसरी भयो लाइक दिस इज हाउ दिस च्यालेन्ज हेज अराइज अब म चाहिँ यो स्टेप गर्छु यो यस्तो गर्छु भनेर चाहिँ यु क्यान काइन्ड अफ टेक द स्टेप इन्टु यर ओन ह्यान्ड्स टु बी लाइक काइन्ड अफ लाइक सेल्फ रिलायन्ट अनि सेल्फ कन्फिडेन्ट अनि त्यस्तो त्यस्तो आई डोन्ट नो हिडन स्किल्स आई फिल लाइक इट डेभलप्स अनि फर एटलिस्ट फर मी चाहिँ मलाई चाहिँ कति आफ्नो पर्सेप्सन्सहरू चाहिँ कति सिफ्ट भएको कति च्यालेन्ज भएको चाहिँ I've noticed like so much in within the 2 years of experience and even now in Europe of health त्यही भएर I feel like it was a very kind of like a I don't know transformational for me in terms of मेरो personality in terms of मेरो perceptions सबिनाले भने जस्तै अब चाहिँ एकदमै ट्रान्सफर्मेसनल एकदमै इन टर्म्स अफ माई जब टाइटल त्यस्तो आई डोन्ट नो हुन्छ हुँदैन लाइक इट मे डिपेन्ड अन पिपल तर आई फिल लाइक इट डेफिनेटली allows you to adapt to be like a better person or like better kind of like globally adjusted, I guess, in terms of point of views, perceptions, etc. त्यही भएर चाहिँ I feel like it's a really worth it kind of experience. mm, yes. डेफिनेटली वर्थ इट अब नेक्स्ट कुरामा चाहिँ हामी केसमा गइरहेको थियौँ भन्दाखेरि चाहिँ अब वाट नेक्स्ट भन्ने पनि क्वेसन्सहरू थियो होइन जस्तो इन्टर्नसिप्स पाउँछ कि पाउँदैन जब पाउँछ कि पाउँदैन आफ्टर फलो आई मिन आफ्टर द स्कलरसिप आफ्टर द मास्टर्स भन्ने कुरा थियो
यही कुरामा मैले हाइलाइट गर्दाखेरि एउटा कुरामा हाइलाइट गर्छु अनि म दीक्षाकोमा जान्छु। एउटा कुरा चाहिँ के भन्दाखेरि जस्तो फर इक्जाम्पल धेरैजनाको चाहिँ कन्सेप्ट चाहिँ या मोटिभेसन लेटरमा पनि लेख्ने चाहिँ आई विल डु दिस फर नेपाल आई विल वर्क इन द गभर्मेन्ट भन्ने चाहिँ मैले धेरैजनाको रिभ्यूमा पनि नट ओन्ली नेपाल सो मेनी अरू कन्ट्रिजहरूकोमा पनि त्यस्तै नै देखिरहेको हुन्थेँ होइन। डेफिनेटली आफ्नै कन्ट्रीमा काम गरेपछि त्यही पढेपछि त्यो च्यालेन्जेसहरूसँग आफू रिलेट हुने त भइहाल्यो बट नट नेसेसरली आई डोन्ट बिकज तपाईँ आफ्नो कन्ट्रीमा फर्केर जानुपर्ने क्राइटेरिया छैन सो इट्स नट नेसेसरी कि यु विल ह्याभ टु बिल्ड यर करियर इन यर कन्ट्री सो त्यसले चाहिँ तपाईँको लाइक हुन्छ नि उसमा चाहिँ असर पर्दैन कि तपाईँ फर्केर जानुहुन्छ कि हुँदैन भन्ने हिसाबको खालेको चाहिँ पर्दैन सो त्यो आफ्नो एसपिरेसन्सहरू छैन भने पनि त्यो लेखिराख्नको लागि चाहिँ त्यो जरुरी हुँदैन सो म गभर्मेन्टमै काम गर्छु या त्यो नेपालमै काम गर्छु भन्ने भन्दा पनि आई थिङ्क जस्तो म एक्जिस्टिङ जबमा गरिरहेको छु मेरो स्किल्सलाई यो चाहिन्छ अनि म यसमा अझ थप्न चाहन्छु भन्ने खालेको पनि स्ट्रङ रिजनिङ भयो भने द्याट कुड अल्सो बी देयर अर एउटा रिसर्च अर्गनाइजेसनमा काम गर्न सक्छु या अब पोलिसी एडभोकेसी अर्गनाइजेसनमा काम गर्न सक्छु या लाइक ब्रडली एनिवेयर इन द वर्ल्ड भनेर आई वान्ट टु बी जस्तो दीक्षाले अघि भनेको जस्तै हुन्छ नि ग्लोबली त्यो सिकिसकेपछि चाहिँ यु क्यान वर्क इन एनी पार्ट अफ द वर्ल्ड अर विथ एनी काइन्ड अफ ग्लोबल प्रब्लम्स भन्ने खालेको पनि अलिकति त्यो चाहिँ अलिकति नयाँ हुन्थ्यो कि मोटिभेसनल लेटरमा जस्तो लाग्यो बिकज आई हेभ अलवेज सिन त्यस्तै खालेको स्ट्रक्चर सो त्यसमा पनि सोच्दाखेरि चाहिँ बेटर जस्तो लाग्छ। सो वाट आफ्टर युरोप अफ हेल्थ दीक्षा त्यो क्वेसनको पनि आन्सर हाउ जस्तो डिफिकल्ट गाह्रो या आफ्नो एक्सपिरियन्स आफ्नो फ्रेन्ड्सहरूको एक्सपिरियन्सबाट उम्, मेरो चाहिँ अब मैले मोटिभेसनल लेटर लेख्दा पनि अब फ्युचरको चाहिँ अलिकति प्रेडिक्ट गर्न गाह्रो हुन्छ, त्यही भएर त्यसको बारे लेख्न पनि अलिकति गाह्रो नै थियो। अनि तर मेरो अनेस्टली मेरो प्लान चाहिँ के थियो भने आई वुड लाइक ग्यादर सम इन्टरनेसनल एक्सपिरियन्स अनि त्यसपछि चाहिँ म नेपाल फर्केर लाइक मेरो प्रिफर्ड लाइक सेक्टरमा चाहिँ म काम गर्छु भन्ने थियो। त्यो चाहिँ मेरो फ्युचर मोटिभेसन्स थियो मैले लेटरमा लेख्दा चाहिँ। अनि अहिले अहिले चाहिँ म पिएचडी गर्दैछु लाइक त्यो चाहिँ मेरो काइन्ड अफ पाथवेमा जुन मैले एक्सपेक्टेड पाथवेमा लाइक डिफाइन गरेको थिएँ त्यो चाहिँ खासमै परेन, त्यही भएर आई थिङ्क लाइक प्लान चाहिँ चेन्ज हुन्छ अल द टाइम। तर आई थिङ्क द वान थिङ द्याट्स भेरी भेरी नाइस विथ योर पब हेल्थ इज लाइक फ्लेक्सिबिलिटी, किनभने तिमीसँग चाहिँ अब इफ यु वान्ट टु डु समथिङ अथवा मास्टर सकेपछि चाहिँ नेपाल फर्किन्छु अथवा यहीँ बस्छु भन्ने चाहिँ अब नेपालै फर्केर जाऊ भन्ने चाहिँ त्यस्तो कम्पल्सन छैन। अनि इन केस अफ फ्रान्समा चाहिँ मास्टर्स एक वर्ष मास्टर सकेको एक वर्षसम्म चाहिँ यु क्यान स्टिल स्टे हियर इन अ जब सिकर भिजा अनि त्यसपछि यो भिजा चाहिँ रिन्युएबल हुँदैन तर यु क्यान स्टिल स्टे हियर फर वान मोर इयर अनि त्यसमा चाहिँ जब खोज्ने अथवा कुड बी पिएचडी खोज्ने अथवा आई डोन्ट नो लाइक काइन्ड अफ learn some skill or like expect experiences त्यस्तोहरू चाहिँ it's possible। अनि I don't know about अरू specific specialties तर फ्रान्समा चाहिँ it's flexible in terms of visa पनि। अनि कुनै कुनै साथीहरू चाहिँ हाम्रो कोहर्टको साथीहरू चाहिँ उनीहरू चाहिँ युकेमा पनि फर्केको थिए, किनभने उनीहरूको इन्टर्नसिप उनीहरूले सेकेन्ड इयरमा फ्रान्समा कोर्स गरे पनि इन्टर्नसिप चाहिँ उनीहरूले आफ्नो युकेमा गरेर युकेकै भिजा पछि लाइक दे एक्सटेन्डेड इट अल्सो। अनि त्यहाँबाट पनि इट्स फ्लेक्सिबल, कति साथीहरू चाहिँ दे आर डुइङ अ पिएचडी कम्प्लिटली इन डिफ्रेन्ट कन्ट्री, त्यही भएर देयर इज नो कम्पल्सन कि यु हेभ टु स्टार्ट जुन सेकेन्ड इयरमा स्टार्ट भएको कन्ट्री त त्यसमै सेटल हुनुपर्छ अथवा त्यसमै बसिरहनुपर्छ, जबहरू त्यहीँ खोज्नुपर्छ भन्ने त्यस्तो कम्पल्सन पनि छैन। यु क्यान अलवेज ट्राभल टु डिफ्रेन्ट लाइक कन्ट्रिज अनि त्यहाँको के अपर्च्युनिटिजहरू छ त्यसलाई पनि एकचोटि स्कोप आउट गर्दा हुन्छ, त्यही भएर इट्स जस्ट अल अप टु यु। तर आई फिल लाइक इट्स अ भेरी भेरी फ्लेक्सिबल प्रोग्राम। अब युके फर्किने हो भने त्यहीँ जाँदा पनि हुन्छ, कति डब्लिनकोहरू चाहिँ डब्लिन फर्किनेहरू पनि कति थिए हाम्रो कोर्टबाट। सो इट्स लाइक एकदमै
फ्लेक्सिबल सेड्युल छ जस्तो लाग्छ मलाई फ्युचर प्लान्सको रिलेटेडमा चाहिँ अब नेपाल फर्केको 6 महिनै भयो अनि त्यसपछि सो इट्स लाइक भेरी भेरी डिफरेन्ट लाइक भेरी एकदमै भेरिएसन पनि छ अनि एभ्रिबडी जस्ट kind of like did what is the best for them. So there's a lot more flexibility futureको टर्म्समा चाहिँ त्यही भएर आई फिल लाइक त्यति धेरै अब मोटिभेसनल लेटरमा चाहिँ आई फिल लाइक डु बी काइन्ड अफ हुन्छ नि सर्टेनली यस्तो यस्तो गर्छु भनेर भन्दा चाहिँ हुन्छ तर त्यही प्लानमा चाहिँ बसिरहनु पर्छ भन्ने पनि छैन त्यही भएर आई फिल लाइक इट्स लट अफ लाइक रुम फर ग्रोथ या लाइक दीक्षाले भनेको कुरा भन्दाखेरि चाहिँ त्यही जस्तो अब आई डोन्ट थिङ्क वी सुड एक्सपेक्ट अ म्याजिक वान कि वी विल डु सो मच अमेजिङ आफ्टर द 2 years मास्टर्स त्यो चाहिँ इल्युजन हुन जान्छ मेबी अब आफ्नो कोहर्टमा हामी भने जस्तै आउटलायरहरू निस्क्यो भने हुन सक्ला होइन बट इट्स स्टिल किनभने हामी इन्टरनेसनल एक्सपोजर पनि धेरैजनाको फर्स्ट हुन्छ या नेपाली हामी कोहर्टहरूको अनि सो हाम्रो लागि हाम्रो स्ट्रगल अर्कै हुन्छ होइन कम्पेरिटिभली अरूहरू आउनेहरू भन्दा पनि हाम्रो स्ट्रगलहरू अर्कै हुन्छ सो त्यसरी त्यो जातिको छरी एक्सपेक्ट चाहिँ नगर्दा ठिक हुन्छ अनि अपर्च्युनिटिजहरू खोज्दै गएपछि यु आर सेलेक्टेड इन द प्रोग्राम फर सम रिजन सो आफ्टर द सेलेक्सन अल्सो यु विल गो समवेयर अर बी समवेयर बिकज अफ द सेम रिजन द्याट यु आर सेलेक्टेड फर द प्रोग्राम जस्तो लाग्छ मलाई चाहिँ सो तिमीसँग केही त छ होइन त्यही भएर तिमी सेलेक्ट भयो सो अरू अपर्च्युनिटिजको लागि पनि अब यसले एड अन गर्यो सो त्यहाँपछि चाहिँ बिल्ड अन हुँदै जाने हो स्योरिटी एकदम ओ माई गड के अरे स्कोपहरू अब घटिरहेछ बढिरहेछ द्याट्स अब कम्प्लिटली अहिलेको सिचुएसनमा हेर्दाखेरि इट क्यान बी डिफ्रेन्ट फ्याक्टर्स अफ अब जियो पोलिटिकल हुन सक्ला अहिलेको केसमा होइन सो त्यो हिसाबले या माइग्रेसन रुल्सहरू चेन्ज इमिग्रेसन रुल्सहरू चेन्ज हुन्छ कन्ट्रिजमा होइन सो त्यसले पनि फरक पार्छ के डिसिजन लिनुहुन्छ फ्युचरमा सो एकदम जे होस् it will help you but to what extent will depend on the situation will depend on like तपाईँले आफ्नो एफर्ट के राख्नु भएको छ प्लस आई अल्सो थिङ्क तपाईँको आफ्नो ब्याकग्राउन्ड के थियोमा पनि अलिकति हेल्प गर्छ इफ यु हेभ अलरेडी अ स्ट्रङ प्रोफेसनल ब्याकग्राउन्ड विल प्रब्लली त्यसले एड अन गरेर यु विल गो फर्दर होइन अनि त्यो हिसाबले पनि हेल्प गर्छ अदरवाइज यु निड मोर ऊ त्यो छ भने त्यसमा टाइम पनि लाग्न सक्छ सो एकदम एउटा फिट हुँदैन तर अब नेपालको कुरा गर्दाखेरि दीक्षा इज डुइङ पिएचडी इन प्यारिस अनि अरू पनि हामीले चिनेको धेरैजनाहरू युनिभर्सिटी अफ म्यान्चेस्टरमा पनि गरिराख्नु भएको थियो हामीभन्दा ठ्याक्क सिनियर कोहर्टको पनि यता डब्लिनमा पिएचडी गरिराख्नु भएको छ अनि त्योभन्दा अगाडिको कोहर्ट पनि एकजना नेपाली हुनुहुन्थ्यो उहाँ पनि उता युकेमा नै काम गरिराख्नु भएको छ सो नेपालीहरूको केसमा अब त्यस्तो सबैजनाले आफ्नो सिचुएसन्स अनुसारले चाहिँ गरिराख्नु भएको छ म नेपाल फर्केँ मेरो कोहर्टमा अरू पनि हुनुहुन्थ्यो त्यहाँभन्दा उताहरू पनि नेपाल फर्किनु भयो सो डिपेन्ड्स अन सिचुएसन्स एन्ड लट अफ फ्याक्टर्स होइन त्यतिखेरको सो यही हुन्छ भन्ने चाहिँ हुँदैन सो द्याट इज द मेन पोइन्ट्स हामीले चाहिँ कभर गऱ्यौँ जस्तो लाग्यो है मोटिभेसन लेटर युनिभर्सिटी अनि स्पेसलाइजेसन्सहरू चाहिँ मैले कभर गरेँ मैले हाम्रो अरू डिटेल्स क्वेसन्सहरू चाहिँ अब जस्तो इन्टर्नसिप्सहरू या पाउँछ कि पाउँदैन भन्ने खालेको क्वेसन्सहरू पनि थियो है अब इन्टर्नसिप्सहरू पाउन कतिको गाह्रो हुन्छ के हुन्छ भन्ने क्वेसन्सहरू पनि थियो अब त्यसमा चाहिँ अब आफ्नो लट्स अफ थिङ्स अब युनिभर्सिटीहरू पनि कोमा पनि डिपेन्ड हुन्छ कति कुराहरू त सो त्यसमा पनि डिपेन्ड हुन्छ अब नपाउने भनेर कम्प्लिटली अहिलेसम्म कोही पनि युरोपहरू चाहिँ नपाएको यस्तो भनेको सुन्या छैन होइन सो कुनै न कुनै हिसाबमा फेसिलिटेसन त भइहाल्छ त्यतिखेर तपाईँले इन्टर्नसिप गर्नु पर्दाखेरि सो त्यो एस्पेक्टहरू पनि हुन्छ अनि अर्को भनेको चाहिँ अब यो सेलेक्सन कमिटीले कसरी चुज गर्छ भन्ने खालेको क्वेसन्स पनि थियो सो यसमा के छ दीक्षा तिम्रो जस्तो आई थिङ्क what do- सेलेक्सन कमिटीवाला क्वेसन उनीहरूले वेबसाइटमै क्ल्यारिफाई गरेको छ जस्तो लाग्छ मलाई मलाई एक्ज्याक्टली अहिले टप अफ माई हेड मलाई चाहिँ याद छैन तर आई थिङ्क एकाडेमिक्स अनि त्यसपछि मोटिभेसनल लेटर ल्याङ्ग्वेज के भन्छ ल्याङ्ग्वेज त्यो आइएल्सको स्कोर्स एन्ड एभ्रिथिङ
त्यहाँ चाहिँ एउटा क्राइटेरिया हामीले त्यो एप्लिकेसन सबमिट गर्दा चाहिँ त्यस्तो एउटा काइन्ड अफ लाइक अ क्राइटेरिया बक्स जस्तो एउटा चाहिँ दिएको मलाई याद छ। आई डोन्ट नो अहिलेसम्म पनि त्यो छ कि छैन, तर आई डोन्ट रिमेम्बर एक्ज्याक्टली त्यो के क्राइटेरियाहरू अनि कति कतिको चाहिँ कति पोइन्ट असाइन गरेको छ त्यो मलाई एक्ज्याक्टली थाहा भएन। तर इन टर्म्स अफ इन्टर्नसिप चाहिँ लाइक सबिना साइड कसैको पनि अहिलेसम्म त्यस्तो इन्टर्नसिप नै के भन्छ इन्टर्नसिपमा सक्सेसफुल भएन भन्ने चाहिँ हामीले सुनेको छैनौँ पहिलाको कोहर्टमा, अनि हामी पछिको कोहर्टमा पनि खास त्यस्तो सुनेको चाहिँ छैनौँ। अब मलाई चाहिँ पर्सनली मेरो पोइन्ट अफ भ्यूमा चाहिँ सेकेन्ड इयर चाहिँ अलिकति धेरै च्यालेन्जिङ लागेको थियो, किनभने सेड्युलहरू एकदमै धेरै अलिकति धेरै के भन्छ लङ हुन्छ इयर वान भन्दा, अनि त्यसपछि स्पेसलाइजेसन भएपछि चाहिँ अलि धेरै लाइक इन्फर्मेसनको इनपुट पनि धेरै हुन्छ, अनि यु हेभ टु ट्राई टु ग्रास्प कति धेरै कन्सेप्ट्सहरू चाहिँ इन अ भेरी सर्ट अमाउन्ट अफ टाइम। अनि त्यो माथि यु हेभ टु डु एन इन्टर्नसिप, अनि त्यो माथि यु हेभ टु डु एन थिसिस। त्यही भएर सेकेन्ड इयरमा चाहिँ अलिकति आई डोन्ट नो मेन्टली प्रिपेयर भएर पनि बस्नुपर्छ आई थिङ्क, किनभने फर्स्ट इयरको कम्पेरिजनमा चाहिँ सेकेन्ड इयर अलिकति धेरै च्यालेन्जिङ हुनसक्छ। आई डोन्ट नो अरूहरूको एक्सपिरियन्स कस्तो छ, तर मेरो एक्सपिरियन्समा चाहिँ मलाई अलि धेरै च्यालेन्जिङ लागेको छ सेकेन्ड इयर। अनि इन्टर्नसिप्सको उमा चाहिँ अब यु क्यान डेफिनेटली ट्राई फर्स्ट इयरदेखि नै हेर्न, तर आई आई डोन्ट नो इफ इट्स द्याट नेसेसरी, किनभने फर्स्ट अफ अल युआर गोइङ टु अ डिफ्रेन्ट कन्ट्री, अनि त्यसपछि त्यहाँको डाइनामिक्स लाइक यु नट लाइक काइन्ड अफ एड्याप्ट टु द डाइनामिक्स यट। त्यही भएर अब त्यो सेकेन्ड इयरमा मुभ भइसकेपछि चाहिँ यु क्यान स्टार्ट लुकिङ पहिलादेखि नै लाइक इफ यु हेभ अ सेट आइडिया सेट प्रोफेसर लाइक अ सेट ल्याब कि विच यु वान्ट टु वर्क इन, अनि त्यो पहिलादेखि नै त्यो फेसिलिटेट गर्दा हुन्छ। तर फ्रान्समा चाहिँ मोस्ट अफ द टाइम हामीलाई चाहिँ के हुन्थ्यो भने एपिडेमोलोजी र बायोस्टेटिस्टिक्सको ट्र्याकमा चाहिँ आई थिङ्क अराउन्ड आई डोन्ट नो नोभेम्बर अक्टोबर नोभेम्बरतिर चाहिँ उनीहरूले त्यो इन्टर्नसिप्सहरू चाहिँ कुन कुन ल्याबमा चाहिँ के भन्छ एभाइलेबल छ त्यो उनीहरूले चाहिँ आफैले पोस्ट गरिदिन्थ्यो हामीले चाहिँ, अनि वी कुड ट्राई टु इमेल द लाइक द पिआइज अनि द रिसर्च टिम्स, अनि त्यसरी इन्टरभ्यूहरू सेटअप गराउने चलन थियो। अब त्यस्तो इफ यु वान लुक फर समथिङ डिफरेन्ट देन वाट्स लाइक प्रोभाइडेड स्कुलबाट भन्दा इट वाज अल्सो स्टिल पोसिबल, किनभने कतिले चाहिँ अब युएनतिरहरू पनि इन्टर्नसिपहरू गरेको थिए, अनि अदरवाइज दे चेन्ज लाइक कन्ट्री नै लाइक इन्टायरली। अब फ्रान्समा फर इक्जाम्पल इन्भाइरोमेन्टल पढ्नेहरू साथीहरू चाहिँ उनीहरूले बेल्जियममा इन्टर्नसिप गरेको थिए, कतिले नेदरल्यान्ड्समा पनि लाइक एप्रेन्टिससिपहरू त्यस्तो पाएर उनीहरू फेरि मुभ हुनुपर्ने त्यस्तो कन्डिसन पनि थियो। तर त्यही लाइक इट जस्ट डिपेन्ड्स अन हाउ मच लाइक आफूलाई कस्तो केही स्पेसिफिक आइडिया छ भने त्यसलाई पर्स्यु गर्दा हुन्छ, नत्र इन्टर्नसिप पनि लाइक लाइक द स्कुल हेल्प्स क्वाइट अ लट इन्टर्नसिपको लागि पनि। त्यही भएर इन्टर्नसिपको लागि त्यति धेरै प्रेसर पर्ने चाहिँ छैन, तर स्पेसिफिक लाइक अराउन्ड स्पेसिफिक टाइम इन विन्टर स्टार्ट भइसकेपछि चाहिँ यु क्यान बेसिकली के भन्छ स्कुलले पनि हेल्प गरिरहेको हुन्छ, प्लस यु विल सी डिफ्रेन्ट एडभर्टाइजमेन्ट्स अनि त्यस्तोहरू। त्यही भएर यु क्यान डिरेक्टली इमेल अर अप्लाई टु देम, अनि सिभी मोटिभेसनल लेटरहरू लेखेर चाहिँ पठाउनु पर्ने थियो मेरो कन्डिसनमा चाहिँ। सो अब चाहिँ हामी जस्तो हामीले धेरै क्वेसन्सहरू त आन्सर गरिसक्यौँ, त्यही पनि जस्तो जेनरल क्वेसन्सहरू त आन्सरै भइसक्यो। मोटिभेसन लेटर, युनिभर्सिटी, वाट नेक्स्ट, कस्तो थियो युरोप अफ हेल्थ एक्सपिरियन्स भन्ने एक्सपिरियन्स भयो होइन। तर केही क्वेसन्सहरू चाहिँ अलिक स्पेसिफिक थियो, जसमा चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज र लिभिङ चाहिँ कस्तो थियो। इङ्ग्लिस ल्याङ्ग्वेज चाहिँ लाइक एकाडेमिक्स लाइफ इनफ हुन्छ कि हुँदैन, डेली लाइफको लागि चाहिँ इन यर होस्ट कन्ट्रिज भनेको थियो होइन। सो इङ्ग्लिस इनफ हुन्छ कि हुँदैन, कि लोकल ल्याङ्ग्वेज रिक्वायर्ड थियो, कस्तो थियो भनेर चाहिँ सोधा थियो। यसमा के भन्न चाहन्छु दीक्षा? इङ्ग्लिसमा चाहिँ अब त्यो आई थिङ्क अब हामीले नेटिभसँग कुरा नगर्ने त्यति कुरा गर्ने अब एक्सपिरियन्स नभएको भएर चाहिँ एट फर्स्ट अलिकति वियर्ड हुनसक्छ, लाइक अलिकति च्यालेन्जिङ हुनसक्छ। तर वान्स यु सेटल अब इफ सेफिल्डमा भए चाहिँ or Dublin, whichever. They are settled once you're a bit settled. I feel like it gets easier.
तर एट फर्स्ट चाहिँ अब त्यो अलिकति ल्याङ्ग्वेज ग्याप जस्तो फिल हुनसक्छ। एटलिस्ट त्यो चाहिँ मेरो एक्सपिरियन्स थियो, किनभने अब प्रायर टु दिस अब मैले नेटिभ इङ्ग्लिस स्पिकर्सहरूसँग चाहिँ त्यति डिटेलमा कुरा गरेको थिइनँ। अनि त्यहाँ बसेपछि आई डोन्ट नो, मेबी आफ्टर सम टाइम, मेबी आफ्टर फ्यु विक्स, आई थिङ्क इट वाज मोर एड्याप्टेड। अनि क्लासेसहरूमा पनि आई फिल लाइक इट्स क्वाइट लाइक आई थिङ्क इट्स ओके। हाम्रो हाम्रो इङ्ग्लिस लेभल चाहिँ कति छ त्यसमा डिपेन्ड भएर चाहिँ क्लासेस त्यति गाह्रो थिएन फलो गर्नको लागि। प्लस अनि अरू फ्रान्समा पनि चाहिँ धेरै इन्टरनेसनल अरू फ्रान्समा पनि चाहिँ धेरै इन्टरनेसनल फ्रान्समा चाहिँ अ, यता चाहिँ मेजोरिटी अफ द टाइम अब 9 to लाइक 9 to 5 6सम्म चाहिँ क्लासमै हुन्छ नर्मली, इन्टर्नसिप स्टार्ट नगरेसम्म। अनि मोस्ट अफ द टाइम सबै इन्टरनेसनल स्टुडेन्ट्स नै भएको भएर त्यति गाह्रो हुँदैन। अब फ्रेन्च, इफ यु लर्निङ फ्रेन्च अर लाइक इफ यु नो हाउ टु स्पिक फ्रेन्च, त्यो एउटा प्लस पोइन्ट हुन्छ डेफिनेटली, लाइक फर यर डेली लाइफ अर लाइक यो लाइफ इन फ्रान्स। तर आई वुडन्ट से चाहिन्छ नै भनेर लाइक if you're only focused on studies or like if you're only coming here for the masters, त्यो बेला चाहिँ आई फिल लाइक इन्टरनेसनल कम्युनिटीले सराउन्ड भएको हुने भएर चाहिँ त्यति धेरै ग्याप जस्तो फिल हुँदैन। तर कहिलेकाहीँ when you go to groceries or something, अब जस्तो बेसिक कन्भर्सेसन्सहरू when you need it in French, त्यस्तो बेला चाहिँ अलिकति गाह्रो हुन सक्छ। सो लाइक maybe you can take some language classes if possible, अथवा मैले चाहिँ कति 1 वर्षको लागि डुओलिङ्गो गरेको थिएँ। तर इट डिडन्ट हेल्प एज मच इन लाइक रियल लाइफ सिनारियो। तर भोकेबुलेरी एक्सेट्रा एक्सेट्रामा चाहिँ मलाई एकदम हेल्प गरेको थियो। अनि त्यही भएर अब त्यो ल्याङ्ग्वेज आउँदैन भने चाहिँ अलिकति चाहिँ त्यस्तो ग्याप चाहिँ फिल हुन्छ, बिकज कहिलेकाहीँ डेली लाइफमा जस्ट ग्रोसरी सपिङ गर्दा अथवा जस्ट बस एउटा लिँदा केही सोध्यो भने चाहिँ अब कस्तो अकमक्क हुने खालको त्यस्तो हुनसक्छ। तर एकदमै नेसेसरी छ भनेर फेरि एकदम फ्लुएन्ट हुनुपर्छ भन्ने पनि छैन, तर अलिअलि भयो भने चाहिँ इट्स बेटर। तर एकाडेमिक लाइफमा चाहिँ मेजोरिटी अफ द क्लास सबै इङ्ग्लिसमै हुन्छ, आफ्नो साथीहरू सबै इङ्ग्लिसमै हुन्छ। अनि एडमिनिस्ट्रेटिभहरूमा पनि अलिकति हेल्प हुन्छ इफ यु नो फ्रेन्च, किनभने यता चाहिँ अलिकति धेरै ट्रेडिसनल वेमा एडमिनिस्ट्रेटिभ थिङ्सहरू चाहिँ ह्यान्डल हुन्छ। किनभने फर इक्जाम्पल यु हेभ टु अब अपार्टमेन्ट रेन्ट गर्नु पऱ्यो भने चाहिँ यु हेभ टु कल द ओनर, लाइक एप्लिकेसन, अनलाइन एप्लिकेसन त्यस्तो त्यस्तो पठाएर पनि उनीहरूले चाहिँ नम्बर पठाउन सक्छ, अथवा उनीहरूलाई चाहिँ इन पर्सन भिजिट गर्न जानु पर्ने हुनसक्छ। त्यही भएर त्यस्तो स्मल लाइक डे टु डे लाइफ बेसिक कन्भर्सेसन्समा चाहिँ अलिकति ग्याप हुनसक्छ इफ यु डोन्ट स्पिक फ्रेन्च एट अल। इङ्ग्लिस हेल्प्स, तर आई डोन्ट नो, नट इन अल कन्डिसन्स। एडमिनिस्ट्रेटिभमा चाहिँ डेफिनेटली इट काइन्ड अफ क्रिएट्स अ ग्याप। तर अरू डेली लाइफमा चाहिँ somehow it's manageable, तर it might be a bit difficult. दीक्षाले भनेको जस्तै आई थिङ्क हाम्रो जुन पनि सेकेन्ड इयर युनिभर्सिटीमा इङ्ग्लिस पढाउँछ त्यहाँ चाहिँ अलिअलि भए पनि त्यहाँ इन्टरनेसनली स्टुडेन्ट्सहरू बसेकै हुन्छ। सो अरू पनि स्टुडेन्ट्सहरू हुन्छ, सो त्यहाँको इन्भाइरोमेन्टहरू चाहिँ त्यो केटर हुन्छ एकदमै स्मुथ। इङ्ग्लिस स्पिकिङ कन्ट्रीमा जस्तो तपाईँले देखेर साइन्स बुझ्ने होइन सबै कुरा बुझ्ने नहुनसक्छ, च्यालेन्जिङ हुनसक्छ। बट त्यो ल्याङ्ग्वेज पुरै जान्नै पर्छ भन्ने होइन, बट with English you can get around either in Paris or I not Paris but in France or in Krakow or त्यहाँपछि अर्को भनेको हाम्रो नेदरल्यान्ड्समा होइन। सो त्यसमा इजी टु गेट अराउन्डै हुन्छ। एउटा क्वेसन चाहिँ बोर्डोमा चाहिँ अझ प्यारिस भन्दा पनि दे आर मोर supposedly nicer, so I don't know, it might be different. प्यारिसमा चाहिँ तर फेरि I don't know if it's true, because प्यारिस चाहिँ I feel like is more diverse, किनभने धेरै like people of so many different nationalities, ethnicities-हरू चाहिँ यहाँ बसिरहेको भएर I don't know if it's easier or not, तर yeah, I can't say exactly for Bordeaux. उम्, अनि अर्को भनेको चाहिँ यो कुन कन्ट्रीको जस्तो क्यान ग्रेजुएट्स वर्क ए होइन आफ्टर ग्रेजुएटिङ फ्रम अ टु कन्ट्री मोबिलिटी होइन विच कन्ट्रिज पोस्ट स्टडी वर्क भिजा अप्लाइज भनेर सोध्नु भएको रहेछ। अब यसमा अब मेरो एक्सपिरियन्सवाला भन्दाखेरि चाहिँ अब युकेमा 1 इयर थियो त्यतिखेर चाहिँ अब मेरो एक्सपिरियन्स म युके अनि पोल्यान्ड 2 होइन years हो क्या सेकेन्ड अरे।
युके अनि पोल्यान्ड थियो अनि हामीलाई भिजा दियो लाइक भिजा हुन्छ त्यहाँपछि रेसिडेन्स पर्मिट हुन्छ 1 इयर थियो ठ्याक्क कोर्स स्टार्ट भएदेखि 1 इयरको ड्युरेसनको भिजा थियो अनि देन मैले फ्रान्सको लागि अप्लाई गरेँ अनि पोलिस भिजा अप्लाई गरेँ अनि तपाईँलाई युके फर्केर आउनु मन थियो भने चाहिँ मेरो केसमा सबैजनाकै केसमा चाहिँ त्यो इन्टर्नसिपको ड्युरेसनमा आफ्नो भिजा एक्सपायर हुनुभन्दा अगाडि नै आएर तपाईँले चाहिँ इन्टर्नसिप गरेर अनि त्यहाँपछि भिजाको प्रोसेसहरूलाई चाहिँ अप्लाई गर्नुपर्ने अब त्यसमा फेरि छुट्टै भिजा कस्ट होइन तपाईँले आफ्नो इन्सुरेन्स कस्टहरू चाहिँ तिरेर अनि 2 इयर्सको चाहिँ पोस्ट वर्क भिजा थियो अहिले त्यो चेन्ज भएको पनि हुनसक्छ होइन सो त्यो वेबसाइटमा नै गएर हेर्दाखेरि बेटर हुन्छ कि कति ड्युरेसनको भिजा दिन्छ पनि नो आइडिया होइन इट चेन्जेस गभर्मेन्ट चेन्ज हुन्छ त्यो चेन्ज हुँदै नै जान्छ अनि अब त्यो त्यो अप्सन पनि थियो एउटा चाहिँ होइन सो फर्स्ट इयरको कन्ट्रीमा पनि हुने अप्सन्स थियो भने कसै अनि कसै चाहिँ अब पोल्यान्डमा नै तपाईँले चाहिँ अब भिजा मात्रै अप्लाई गरेर बस्नुभयो भने आफ्नो ड्युरेसन सकाएर फर्किन पनि पाउनुभयो जुन मैले गरेँ होइन या तपाईँले चाहिँ रेसिडेन्स पर्मिटको लागि अप्लाई गर्नुपर्छ त्यो अलि लेन्दी प्रोसेस थियो त्यो अप्लाई गर्नुभयो भने चाहिँ तपाईँले फेरि त्यो 2 इयर्सको चाहिँ त्यो पोस्ट वर्क भिजा के पोस्ट स्टडी भिजा चाहिँ तपाईँले पाउनुहुन्थ्यो कि 2 इयर्स पोल्यान्डको लागि पनि सो मेरो केसमा चाहिँ त्यस्तो त्यस्तो खालेको चाहिँ पाथवेले चाहिँ डिसाइड गराएको थियो अनि आयरल्यान्डको केसमा चाहिँ अलिकति सजिलो देखाएको थियो मैले यो कुरा चाहिँ जस्तो उहाँहरू चाहिँ उहाँ प्रेजेन्ट हुनु पर्दैन थियो कि भिजाको लागि सो तपाईँले अर्कै कन्ट्रीमा बसेर पनि त्यो भिजाको लागि आयरल्यान्डको जस्तो फर इक्जाम्पल म पोल्यान्डमा थिएँ म अब आयरल्यान्ड जान सक्दिनँ मैले इन्टर्नसिप पोल्यान्डमै गरेँ या अरू कहीँ कन्ट्रीमा गरेँ बट स्टिल मलाई आयरल्यान्डको चाहिँ रेसिडेन्स पर्मिट कन्टिन्यू गर्नु थियो भने चाहिँ त्यहाँ चाहिँ तपाईँ त्यहाँ प्रेजेन्ट नभइकन पनि तपाईँले गर्ने प्रोसेस चाहिँ थियो कि त्यहाँ चाहिँ सो अब त्यो एक्ज्याक्टली के थियो चाहिँ मलाई थाहा छैन तर मेरो एक्सपिरियन्स चाहिँ त्यति नै थियो दीक्षाको केसमा पनि दीक्षालाई थाहा हो। मेरो आयरल्यान्डको जुन सबिनाले भनेको थियो आई थिङ्क मेरो कोर्टको एकजना साथीले गरेको थियो आई थिङ्क अनलाइन एप्लिकेसन के भन्छ एउटा गर्नुपर्ने छ क्या अरे आई डोन्ट नो द एक्ज्याक्ट त्यो प्रोसेस पनि तर जस आई थिङ्क सबै एप्लिकेसन प्रोसेस चाहिँ अनलाइन थियो अनि एकचोटि चाहिँ एउटा आयरल्यान्डमा जानुपर्ने खोइ चाहिँ समथिङ टु साइन अर समथिङ के त्यस्तो जस्तो लागेको थियो फ्रान्समा चाहिँ एडमिनिस्ट्रेटिभ इज भेरी भेरी अनोइङ टु डिल विथ एकदमै एकदमै अनोइङ छ नेपालको सिस्टम भन्दा नि धेरै अनोइङ छ अनि मैले फर्स्ट सेफिल्डबाट भिजा अप्लाई गर्दा चाहिँ लङ स्टे भिजा अप्लाई गरेको थिएँ अनि त्यसपछि तिनीहरूले मलाई एक वर्षको भिजा दिएको थियो अनि त्यो भिजा सकिने बेलासम्म चाहिँ हाम्रो त्यो इन्टिग्रेसन मोड्युल लाइक इयर 2को इन्टिग्रेसन मोड्युल नै सकिएको हुँदैन थियो त्यही भएर 3 months बिफोर मेरो भिजा एक्सपाइरी आई हेड टु अप्लाई फर अनदर भिजा अनि त्यसमा चाहिँ उनीहरूले फेरि एक वर्षको दिएको थियो मलाई सो आई हेड लाइक इन टोटल 2 वर्षको भिजा तर इट डिपेन्ड अन लाइक सर्टेन नेसनालिटिज अथवा सर्टेन सिचुएसन्स किनभने सबैले चाहिँ एक वर्षको पाएको थिएन लाइक इन द सेकेन्ड टाइम कतिले चाहिँ 7 महिना 8 महिना समथिङ समथिङ त्यस्तो पाएको थियो मेरो चाहिँ ठ्याक्क एक वर्ष भएर कन्टिन्यू भएको थियो अनि मेरो मास्टर सकेपछि पनि बिकज जुलाईमा हाम्रो मास्टर सकेको थियो त्यही भएर मैले एक वर्षसम्मको लागि अथवा 8 महिनाको लागि 8-7 महिनाको लागि त्यस्तो भिजाको लागि प्रब्लम टेक्निकली थिएन तर सिन्स मैले पिएचडीमा अप्लाई गरेँ इट वाज लाइक अ डिफ्रेन्ट भिजा त्यही भएर मैले फेरि पनि भिजा टाइपलाई चाहिँ चेन्ज गरेर अप्लाई गर्नु परेको थियो मैले पनि सुने अनुसार चाहिँ अहिले चाहिँ उनीहरूले एक वर्षको दिँदैन अथवा सम आई डोन्ट नो हामी बसेको कोहर्टको चाहिँ ड्युरेसन अलिकति छोटो छ भनेर सुनेको थिएँ मैले अनि यो वर्ष चाहिँ स्पेसिफिकली धेरै यो वर्ष र लास्ट इयर चाहिँ अलिक धेरै त्यो स्पेसिफिक रेजिडेन्स पर्मिटहरू चाहिँ टाइममा नआउने अनि कतिको चाहिँ भिजा एक्सपायर भइसकेपछि पनि 1 महिना 2 महिना समथिङसम्म त्यस्तो भिजा नआउने भएको थियो अहिले पनि भइरहेछ आई थिङ्क इट्स लाइक एकदमै त्यो फ्रेन्च नेसनल इस्यु नै भइरहेको छ अहिले तर त्यही प्रोसेसहरू चाहिँ त्यति पहिलाभन्दा चाहिँ कम गाह्रो छ बिकज मोस्ट अफ द थिङ्स अनलाइन नै हो यु जस्ट हेभ टु हेभ लाइक प्रुफ एन्ड स्टफ अनि प्रिफेक्चरमा चाहिँ
इट रियली डिपेन्ड्स अन यर लक भन्छु म फ्रान्सको सिचुएसनमा चाहिँ, किनभने इट्स डिफरेन्ट पर पर्सन, किनभने कसैको सिचुएसन चाहिँ एकैचोटि सल्भ हुन सक्छ, कसैको चाहिँ 1 महिनामा सल्भ हुन सक्छ, कसैको चाहिँ 1 वर्ष नि लाग्न सक्छ। सो इट्स भेरी भेरी डिफरेन्ट टु लाइक एकदम एक्चुली म्याप आउट कि यस्तो 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 हुन्छ भनेर, किनभने एकदम भेरिएसन छ कि सिस्टममा पनि, अनि एडमिनिस्ट्रेटिभ सिस्टम अलिकति गाह्रो नै छ एड्याप्ट गर्नलाई। तर स्ट्रेट फरवर्ड प्रोसेसमा भन्ने हो भने चाहिँ यु अप्लाई फ्रम भिजा फ्रम सेफिल्ड, यु टेक्निकली गेट इट फर लाइक 8 मन्थ्स अर वान इयर, अनि त्यसपछि फेरि अराउन्ड मेबी लाइक मार्च अप्रिल अथवा फेब्रुअरी मार्चतिर अर्को वर्षको फेब्रुअरी मार्चतिर फेरि एकचोटि अप्लाई गर्नुपर्छ। अनि इन केस दे ओन्ली गिभ यु लाइक 6 मन्थ्स अथवा ग्रेजुएसनसम्मको मात्रै भिजा दियो भने यु क्यान अप्लाई फर 1 मोर इयर फर लाइक जब सर्चर भिजा। अनि त्यो चाहिँ रिन्युएबल हुँदैन, तर 1 वर्षसम्म चाहिँ उनीहरूले अब मास्टर्स गरिसकेकोहरूलाई चाहिँ जब खोज्नुको लागि भनेर उनीहरूले 1 वर्षको भिजा चाहिँ दिन्छ। अनि वाट आई फाउन्ड फ्रम लाइक माई एक्सपिरियन्स, भिजा रिन्यू गर्ने, भिजा अप्लाई गर्ने, भिजा रिन्यू गर्ने प्रोसेसमा चाहिँ इज भेरी भेरी एक्सपेन्सिभ टु गेट अ युके भिजा। अनि Mm. फ्रेन्च भिजा चाहिँ नर्मली इट्स नट टु, एडमिनिस्ट्रेटिभ सिस्टम इज लाइक क्वाइट ब्याड, तर इन टर्म्स अफ कस्टमा चाहिँ आई थिङ्क इट्स लाइक मोर रिजनेबल, किनभने यता चाहिँ हेल्थ सिस्टमवाला, हेल्थ इन्सुरेन्सवाला अलरेडी अगाडि नै तिर्नु पर्दैन, and the cost is like very very like lower in comparison to UK. I think Mm. Ireland को पनि त्यस्तै त्यस्तै रेट्सहरू छ। UK को चाहिँ visa is very very expensive because like some of my friends who did it, अनि who did the post graduation visa scheme, त्यो 2 वर्षको वाला गर्दा चाहिँ उनीहरूको धेरै नै पैसा गएको थियो। अनि त्यही भएर पनि, so if you're aiming to like stay back in UK, like I think you should have like some savings put Thanks. aside or like Mm. त्यही भएर युकेको Oh, भिजा चाहिँ आई थिङ्क अमङ द कन्ट्रिज आई नो, युरोपमा भएको कन्ट्रिज र युकेको कम्पेरिजनमा चाहिँ युके भिजा चाहिँ अलि धेरै नै एक्सपेन्सिभ छ। oh, oh. So त्यही त इमिग्रेसन रुल्सहरू पनि चेन्ज भइरहेको छ, सो वी क्यानट कन्क्रिटली से कि यो अहिले वी क्यान जस्ट सेयर आवर एक्सपिरियन्स। सो यति नै हो क्वेसन्सहरू पनि। अब अघि हामीले क्वेसन्सहरू पनि यति नै हो, सो यु क्यान जस्ट अरू केही क्वेसन्सहरू छ देख्छ, अरू यु वान्ट टु से समथिङ एल्स? आइम नट स्योर, अब त्यो सबिनाले भने जस्तो त्यो भिजाको सिचुएसन्सहरू चाहिँ चेन्ज भइरहेको छ। आई थिङ्क फ्रान्सहरूमा पनि के चेन्ज फ्रम द लास्ट टाइम आई एप्लाइड फर भिजा, के चेन्जेसहरू भएको छ। आई थिङ्क अहिले चाहिँ अब इफ यु वान्ट टु अप्लाई फर लाइक अ लङ स्टे भिजा, ल्याङ्ग्वेज रिक्वायरमेन्ट्सहरू पनि अलिकति बढाएको छ। सो आई थिङ्क लाइक हाम्रो इन्फर्मेसन इज मोर लाइक हाम्रो एक्सपिरियन्स बेस्ड भयो, त्यही भएर लाइक डु स्टे अपडेटेड अन इट, के हुन्छ। Mm, प्लस बी रियली केयरफुल विथ हाउसिङहरू, किनभने धेरै स्क्यामहरू हुनसक्छ प्यारिसमा पनि, mm, सेफिल्डमा पनि, आई mm, डोन्ट नो वेयर एभर यु गो। mm, अनि त्यसपछि हाउसिङको चाहिँ अलिकति धेरै नै काइन्ड अफ लाइक युरोपमा चाहिँ अलि धेरै नै प्रब्लम छ आई फिल लाइक हाउसिङको। अनि त्योभन्दा अरू आई डोन्ट नो, आई क्यान थिङ्क अफ एनिथिङ टप अफ माई हेड। no. तर फ्रान्सको लागि चाहिँ स्पेसिफिकली एउटा there's a very important document that you need, त्यो चाहिँ आफ्नो बर्थ सर्टिफिकेट हो। अनि त्यो बर्थ सर्टिफिकेटलाई चाहिँ you have to get it stamped by Ministry of Foreign Affairs को consular services, अनि you have to get it translated। um, एउटा प्रोसेस छ त, आई थिङ्क यु क्यान गो टु लाइक अलायन्स प्रोसेस एन्ड लाइक यो गर्दा हुन्छ आई थिङ्क। अनि फ्रान्समा प्लान हुने साथीहरूलाई चाहिँ आई गेस त्यो अलि इम्पोर्टेन्ट हुनसक्छ, किनभने मेरो पालोमा मलाई भनिदिने कोही पनि थिएन, त्यही भएर यो चाहिँ एक्स्ट्रा कस्ट एज अ एक्स्ट्रा हेडेक पनि भएको थियो मलाई चाहिँ, मेरो बर्थ सर्टिफिकेट यता ट्रान्सलेट नभएको भएर। सो फ्रान्समा इफ एनीबडी इज प्लानिङ लाइक जस्ट बी माइन्डफुल अफ त्यो डकुमेन्ट। अरू चाहिँ आई कान्ट थिङ्क अफ एट द मोमेन्ट। अरू क्वेसन छ भने यु क्यान एक्सेस, बट अनि हामी अब त्यस्तो प्रम्प्टली त रिप्लाई गर्न ट्राई गरौँ न, तर पनि
It might take some time, but we will try to address the questions. र अर्को सेलेक्सन भएपछि आई थिङ्क इट्स मोर इजियर नाउ बिकज हामी छोड्दाखेरि पनि त्यो वी डेभलप द डकुमेन्ट होइन सेफिल्डमा के उम्, हाउसिङमा कसरी जाने एभ्रिथिङ होइन एउटा जे उम्, होस् अनि अगाडि कुरा गर्ने मेन्टरहरूसँग पनि लाइक कनेक्ट गराइदिन्छ अनि आफ्नै बडीहरू सिस्टम्स जे होस् यस्तो यस्तो सिस्टम छ इट विल हेल्प यु जुन हाम्रो पालिमा डकुमेन्ट्सहरू थिएन एभ्रिथिङ हामीले आफै आफै गरिरहनु परेको थियो इजियर इजियर भइरहेछ नेक्स्ट प्रोसेसहरू सो त्यसै हो I think त्यस्तै in terms of नेपालमै हुँदा पनि there's like an orientation हाम्रो चाहिँ अब कोभिड टाइम काइन्ड अफ भएको अँ भएर भएन आई अँ थिङ्क तर आई थिङ्क एज फार एज एम अवेर उनीहरूले चाहिँ इरासमस मन्डर्स एसोसिएसन अफ नेपाल आई थिङ्क उम्, उनीहरूले चाहिँ त्यस्तो उम्, काइन्ड अफ लाइक एन ओरिएन्टेसन बिफोर यु लिभ उम्, त्यस्तोहरू छ अनि लाइक सबिना सेड आउनु अगाडिदेखि नै युआर काइन्ड अफ कनेक्टेड विथ लाइक डिफ्रेन्ट पिपल लाइक डिफ्रेन्ट उम्, अलमनाइज अर कोहर्ट्स उम्, पहिलाको अनि त्यहाँबाट पनि यु क्यान गेन सो मच इन्फर्मेसन अनि त्यस्तो गाइडहरू पनि कति छ लाइक फ्रान्स स्पेसिफिक हुनसक्छ सेफिल अँ स्पेसिफिक हुनसक्छ धेरै गाइड्सहरू पनि छ आई थिङ्क अँ स्टुडेन्टले नै डेभलप गरेको त्यस्तोहरू पनि छ सो लाइक इट्स नट युर गोइङ आउट कम्प्लिटली इन डार्क अँ त्यो हेल्पहरू चाहिँ छ लाइक यु जस्ट आई थिङ्क इट विल बी लाइक डिसेमिनेटेड उम्, अकर्डिङली पछि पछिको टाइममा अँ त्यो पनि डिसेमिनेट हुन्छ अनि हामीले फेस नगरेको अर्को एउटा मलाई ठ्याक्कै याद भयो हामीले चाहिँ दुवैजना हाम्रो पालिमा चाहिँ इन्टरभ्यू थिएन लास्ट इयरदेखि चाहिँ यो इन्टरभ्यू प्रोसेस पनि एड भएको छ सो अब त्यसमा ठ्याक्कै के हुनसक्छ या त्यो प्रोसेस के हो भन्ने हिसाबले बिकज हामी दुवैजना नै एक्सपिरियन्स छैनौँ होइन यसमा नभए दीक्षालाई केही थाहा छ भने म चाहिँ त्यस्तो लाइक मलाई त्यतिखेर सोद्धाखेरि पनि आई वाज लाइक यो स्कलरसिपमा इन्टरभ्यू छैन बट अरू स्कलरसिप्सहरूमा चाहिँ इन्टरभ्यू हुन्छ नि त जस्तो फर इक्जाम्पल सेभनिङ अरू स्कलरसिप्सहरूमा चाहिँ हुन्छ सो त्यसमा पनि कति धेरै गाइडेन्सेस भिडियोजहरू चाहिँ हेर्न पाइन्थ्यो या क्वेसन्सहरू थियो त्यतिखेरको अलि एआई नभए पनि गुगलले नै हेल्प गर्थ्यो हामीलाई चाहिँ अनि त्यसमा हेर्दाखेरि त्यसले पनि चाहिँ गाइड गर्न सक्छ या इफ यु नो सम वान हुज डन इन्टरभ्यू उहाँलाई पनि रिच आउट गर्न चाहिँ सकिन्छ सो मलाई चाहिँ यो इन्टरभ्यू प्रोसेस सेलेक्सन हुन्छ एउटा हिसाबको स्क्रिनिङ भयो देन यु गो टु द सेलेक्सन प्रोसेस इन्टरभ्यूमा जानुहुन्छ अनि इन्टरभ्यूमा चाहिँ अब के डिफ्रेन्ट हुन्छ भन्ने खालेको क्वेसन्सहरू चाहिँ आई थिङ्क नट द करेक्ट पर्सन टु आन्सर म चाहिँ दीक्षालाई मलाई पनि खासै उम्, त्यस्तो आइडिया चाहिँ छैन किनभने हामीलाई उम्, चाहिँ त्यो प्रोसेस नै चाहिएको थिएन तर इफ आइम नट रङ युट्युबमा चाहिँ कति धेरै त्यस्तो गाइडेन्स भिडियोजहरू चाहिँ अँ देखेको छु मैले अनि त्यही युट्युबतिर हेर्दा पनि हुन्छ कि त लाइक अँ इट मेबी अरू कन्ट्रीको आई डोन्ट नो अँ नेपाल स्पेसिफिक छ कि छैन तर सेभेनिङ रिलेटेड पनि आई थिङ्क इट विल बी हेल्पफुल सबिनाले भने सेभनिङ जस्तै रिलेटेड पनि अनि अरू इरासमस प्रोग्राम्सहरूको पनि नट उनीहरूको इन्टरभ्यू हुन्थ्यो नि त हाम्रो चाहिँ थिएन त्यतिखेर युरोपको उम्, अनि सो त्यसमा पनि कस्तो डिफ्रेन्ट हुन्छ भन्ने हिसाबले चाहिँ गाइडेन्स चाहिँ हुनसक्छ सो यति भन्दै मोटिभेसनल अँ लेटरको लागि पनि त्यही गरेको थिएँ मैले चाहिँ अँ किनभने सबै अँ युट्युबमै थियो त्यो बेला अँ अथवा गुगल अँ अनि त्यही भएर आई थिङ्क मैले मेरो आफ्नो मोटिभेसनल लेटर लेख्दा चाहिँ त्यहाँबाट पनि आई ट्राई टु सिक गाइडेन्स उम्, सो मेबी इट विल हो बी हेल्पफुल अरूलाई पनि या द्याट इज हेल्पफुल अनि आई थिङ्क अहिलेको एआईको जमानामा जस्ट अथेन्टिक चाहिँ राख्नुपर्छ एकदमै होइन आफ्नो स्टोरी उम्, हुन्छ जुन चाहिँ त्यो जुनै पनि एआई युज गरे पनि उसले भन्न सक्दैन होइन युआर एक्सपिरियन्स मेक्स यु अनि द्याट ओन्ली त्यसमा रिफ्लेक्ट गर्ने त्यही त हो होइन सो त्यसले नै युनिक उम्, बनाउँछ कि नभए त आई थिङ्क इट विल जेनेरेट लाइक बेस्ड अन मैले के इनपुट गरेको छु त्यही बेसिसमा उसले त्यो आफ्नै रिपिटेटिभ वाला रोबोटिक ल्याङ्ग्वेजमा के लेखिदिन्छ होइन सो त्यो चाहिँ नगर्नु होला त्यही चाहिँ नपठाउनु होला होइन त्यो यत्तिकै थाहा हुन्छ त्यो उसले लेखेको हुन्छ भनेर सो अलिकति मेहनत गरेर आफूले लेखेर अनि लाइक दीक्षा सेट आफ्नो कलिग्सलाई आई अल्सो कहिलेकाहीँ चाहिँ मलाई के पनि लाग्छ भने आफ्नो फिल्डको मात्र होइन अरूलाई पनि देखाउँदाखेरि चाहिँ उसले अर्कै तरिकाले हेर्न सक्ने पोइन्ट अफ भ्यू पनि हुनसक्छ आफ्नोलाई पनि आफ्नो अब सर्कल कस्तो छ त्यसमा पनि गर्दाखेरि चाहिँ बेटर हुन्छ सो यति भन्दै आई थिङ्क वी विल
say bye bye and expect questions in DMs, and yeah, other platforms. So bye bye. Thank you. Bye. Good luck with everything. Good luck.